अभिनयका कुरामा पुष्प खड्का धेरै अगाडि छन्। बक्स अफिस स्टारडमको कुरामा उनलाई प्रुभ गर्न अझै बाँकी होला, तर कुनै पनि क्यारेक्टर निर्वाह गर्ने कुरामा पुष्प खड्कालाई जो कोहीले सक्दैन र उनले आज महाराज धिराजको लागि गरेको। दर्शकगण, चलचित्र महाराज धिराजमा अनुबन्धित भएपछि नायक पुष्प खड्काले गरिरहेको मेहनतले तपाईको होस उडाउँछ। महाराज धिराजमा अरू कलाकार भएको भए यो लेभलको मेहनत गर्थे या गर्थेनन् मलाई थाहा छैन, तर पुष्प खड्काले अहिले जुन तरिकाले मेहनत गरेका छन् त्यो अचम्मको छ, गजब छ। र उनको शरीर अहिले जुन तरिकाले परिवर्तित भएको छ, पुष्प खड्कालाई वास्तवमा भन्नुपर्दा महाराज धिराजले अल्छी हुनबाट जोगाएको छ। पुष्प खड्का करिबन 3 महिनामा 6.5 केजी भन्दा तल दुब्लाएका छन्। उनको 6 प्याक्स निस्कने क्रममा छ। बिहान उनी जिममा घण्टौं मेहनत गरिरहेका छन्। उनको परिश्रम गर्दै गरेका तस्बिरहरू, उनको परिश्रम गर्दै गरेका भिडियोहरू हेर्नु भयो भने पनि उनी महाराज धिराजका लागि कति सिरियस छन् भन्ने कुरा थाहा हुन्छ। यो फिल्ममा मैले बारम्बार भन्दै आएको छु कि पुष्प खड्काको अन्तिममा विशेष गरी शरीरमा हड्डी र छाला मात्र रहनुपर्छ, त्यो तरिकाले उनी दुब्लाउनु पर्छ। त्यसका लागि उनी मेहनत गरेका छन् र यसको जुन टिम छ त्यो टिमसँग उनले एग्रिमेन्ट गर्ने बेलामा पनि कथावस्तुले मागे अनुसारको मेहनत गर्छु भनेर बाचा गरेका थिए। विराज बिष्ट यसका निर्माता, परीक्षित सेन यसका निर्देशक हुन् दर्शकगण, र उनीहरूले पुष्प खड्कासँग यही एग्रिमेन्ट गरेका थिए र त्यही एग्रिमेन्ट अनुसार पुष्प खड्काले मेहनत गरिरहेका छन् र आजको दिनमा पुष्प खड्काको मेहनत जुन छ त्यो गजब देखेको छ। अभिनयका कुरामा पुष्प खड्का धेरै अगाडि छन्। बक्स अफिस स्टारडमको कुरामा उनलाई प्रुभ गर्न अझै बाँकी होला, तर कुनै पनि क्यारेक्टर निर्वाह गर्ने कुरामा पुष्प खड्कालाई जो कोहीले सक्दैन र उनले आज महाराज धिराजको लागि गरेको मेहनतलाई वास्तव भन्नुपर्दा स्यालुट गर्नुपर्छ। र पुष्पले जुन कथाले मागेको छ त्यो कथाअनुसार आफूलाई 100% रूपमा ढाल्न सक्नेछन् भन्ने विश्वास मेरो छ। महाराज धिराजमा पुष्प खड्काको जोडीको रूपमा नायिका पूजा शर्मा देखिँदैछिन्। पूजाले पनि सिनेमाको लागि मेहनत गरिरहेकी छन् दर्शकबिन। आशा गर्छु महाराज धिराज विशेष बन्नेछ र यो सिनेमा पुष्प खड्काको करियरको लागि एउटा बक्स अफिसमा र अभिनयको आधारमा बलियो कमब्याक बन्नेछ। पुष्प खड्का र महाराज धिराजको टिमलाई धेरै धेरै शुभकामना।